Hi guys, good morning and welcome to my YouTube channel. अहिले चाहिँ बिहानको 3:54 भएको छ अनि म चाहिँ बिहानदेखि नै ब्लग स्टार्ट गर्दैछु किनभने आज चाहिँ म मेरो बाबा जन्मेको ठाउँ भोजपुर जाँदैछु अनि म चाहिँ एकदम धेरै एक्साइटेड छु। लाइक म चाहिँ सधैँ अरूको भिडियोहरू पोस्टहरू ब्लगहरू देख्थेँ नि त अनि मलाई त्यो देखेर कस्तो लोभ लाग्थ्यो क्या अनि आफू पनि कहिले पुगौँ र त्यो भिडियोहरू हालौँ ब्लग बनाऊँ जस्तो लाग्थ्यो क्या अनि आज चाहिँ फाइनली मलाई पनि त्यहाँ जान जुरेको छ अनि मैले चाहिँ भिडियोहरू बनाउँछु ब्लगहरू बनाउँछु भनेर सोचिरहेको छु। अब हेरौँ बनाउँछु बनाउँदिनँ होइन तर पनि म बनाउँछु नै भनेर जान लागेको छु अनि अब चाहिँ म रेडी भएर आउँछु। त्यति बेलसम्म चाहिँ वेट गर्नुपर्ने हुन्छ। स्टे ट्युन गाइज म चाहिँ रेडी भइसकेँ अनि यो चाहिँ मेरो आउटफिट अफ द डे हो। मैले चाहिँ एकदमै धेरै कम्फर्टेबल लुगा लगाएको किनभने म लङ ट्राभल गर्न आँटेको हो नि त अनि कम्फर्टेबल लुगा त लाउनै पर्यो अनि म चाहिँ एकदम धेरै सिम्पल भएर जाँदैछु। म चाहिँ अब दादा भाउजूको घर जाँदैछु किनभने म चाहिँ उहाँहरूसँगै जान आँटेको हो नि त पहाड अनि अहिले चाहिँ म जाँदैछु। सायद रेडी हुँदैछ होला। म चाहिँ रेडी भएर अब जाँदैछु। त्यसो अँध्यारो छ फेरि पुरै अँध्यारो छ क्या। त्यही माथि आज पानी परेर नि झन् अँध्यारो यति बेलासम्म त उज्यालो भइसक्थ्यो। अहिले चाहिँ अब पानी परेर अँध्यारो छ। हुन त भर्खर त 4:30 हुँदैछ अनि यहाँ चाहिँ मेरो झोला टाढो छ। भाउजू चाहिँ पूजा गर्दै हुँदो रहेछ। म चाहिँ अब पुगेर देखाउँछु। म चाहिँ आइसकेको छु घर। हेरौँ के गर्दै हुनुहुन्छ भनेर। हेलो दादा नमस्ते। रेडी भइसक्नु भएछ उहाँ चाहिँ अनि यो चाहिँ ब्यागहरू हो। खोइ भाउजू चाहिँ ए भाउजू चाहिँ रेडी हुनु भएको रहेछ। म चाहिँ टिका लाउँदैछु। भाउजूले चाहिँ मलाई टिका लगाइदिँदै हुन्छ। मलाई हो ए हुन्छ। यहाँ चाहिँ मेरो चिया पनि आइसकेको छ। भाउजू पनि रेडी भएर बसिसक्नु भयो। के भन्नु छ? म चाहिँ हाम्रो यात्रा भोजपुरसम्मको हो। हामी चाहिँ कुलदेवताको पूजा गर्न जाँदैछौँ। हाम्रो सामानहरू चाहिँ यति धेरै भइसक्यो कि यहाँ नै यो सबै हाम्रो सामानहरू हो। हामी चाहिँ अहिले गाडी पर्खेर बसिरहेको छौँ। हाम्रो चाहिँ घर अगाडि नै गाडी आउँछ भन्दा छ नि त अनि हामी चाहिँ पर्खिरहेको छौँ। हेर्नु अहिले त पुरै उज्यालो नै भइसक्यो। कति बेला आउने हो गाडी चाहिँ। गाइस हाम्रो गाडी चाहिँ फाइनली आइसकेको छ हो। यही हो हाम्रो गाडी चाहिँ फाइनली आउनुभयो। यहाँ न हाम्रो टोमी चाहिँ स्याड भएर बसिरहेछ। बाई बाई टोमु। हामी चाहिँ अहिले कफी खानको लागि बसेका छौँ अनि मैले चाहिँ गाडीमा केही भिडियोहरू बनाउन पाइनँ ब्लगहरू बनाउन पाइनँ किनभने हाम्रो चाहिँ सिट पनि लास्टतिर परेको थियो नि त अनि मैले चाहिँ केही भिडियोहरू बनाउन पाइनँ त्यसको लागि सरी। अब चाहिँ हामी यहाँबाट कफी खाएर जान्छौँ अनि डाइरेक्ट खाना खाने ठाउँमा म फेरि भिडियो कन्टिन्यू गर्छु। गाइस हामी चाहिँ तमर खोलामा आइसकेको छौँ। आफ्टर लङ पछि म चाहिँ तमर खोला आएको लगभग मेरो चाहिँ 6-7 वर्ष आएको थिइनँ। आज कति आएँ। अहिले चाहिँ यहाँ बाढी लागेको रहेछ पुरै कत्रो पानी भएछ। हामी चाहिँ गाडीको अङ्कलले मार्नुहुन्छ होला कोही पनि निस्केको थिएन हामी मात्रै निस्केर फोटो भिडियो भनेर आएको। हामी चाहिँ खाना खाने ठाउँ आइपुग्यौँ। यो चाहिँ हिले हो। अब चाहिँ म चाहिँ खाना खान गएको। सबैजना जाँदै हुनुहुन्छ।
भोक लागिसक्यो। वासरुम जाने जे खाना आँटेको अब चाहिँ मटन आउने बाँकी छ हाम्रो। त्यस खाना त खान आउँदैन नि होइन भाउजू? हिमाएर हामी चाहिँ खाना खान आँटेको। खाएको ल कहाँ दे अकबरे पिरो होला है। गाइज हामी चाहिँ फाइनली भोजपुर आइसकेको छौँ। अनि हामी यहाँबाट जाने हो क्या। अनि अहिले चाहिँ अटो खोज्दैछौँ तर कस्तो अटो नपाएर अलपत्र भएको छौँ। फेरि हाम्रो सामानहरू पनि हेर्न यत्रो छ। अनि अब अटो पाएन भने त 1 घन्टा जति बोकेर हिँड्नु पर्यो नि त हामीले नि। अनि कस्तो टेन्सन भइरहेछ क्या गाडी नपाएर चाहिँ। अनि उहाँहरू सबैजना पनि पर्खेर बसिराख्नु भएको छ। हामी चाहिँ यहाँबाट जानुपर्ने हो। बिहान 6:30 बजे 6:41 हिँडेको थियौँ होला हामी। अहिले 3 बजे भोजपुर दावा आइपुगेको छौँ। अनि मेरो हालत हेर्न यहाँनिर कस्तो भएको थियो बिहान। अहिले म कस्तो भइसक्यो, यस्तो गलेको छु। त्यही माथिको अटोहरू केही पाएको छैन। यस्तो गलेको छु। अब सबै बोकेर जानै पर्यो होला फेरि गाडी नपाएपछि। अनि मेरो चाहिँ चार्ज पनि 7% छ कि। अब वहाँ गएर भयो भने म भिडियोहरू बनाउँछु। अनि भएन भने कि भोलि हाल्छु नत्र आजै हाल्छु। वहाँ गएर पनि चार्ज भयो भने चाहिँ त्यति बेलसम्म चाहिँ तपाईँहरूले हेरिदिनु होला। के अहिले चाहिँ म एकछिनतिर बोल्छु। र गाइस म चाहिँ घर पनि आइसकेको छु। आज चाहिँ म दादा भाउजूको मूल घर आएको हो। मेरो मूल घर चाहिँ म अब निकर्सीतिर जान्छु होला। किनकि अब भोलि पर्सि हाम्रो अरू नै केही छ। अनि मेरो चाहिँ क्या हामी चाहिँ अघि नै आइसकेको नि त। दादा भाउजू चाहिँ उता आमालाई भेट्न जानुभएको छ। अनि मेरो चाहिँ चार्ज नै सकेको थियो क्या। अनि अहिले चाहिँ चार्ज लाएर बोल्दैछु। म चाहिँ भिडियो बनाउनै पाएको थिइनँ, बाटोहरूको पनि बनाउनै पाइनँ। सो हेलो आमा त भित्र हुनुहुन्छ होला। अहिले चाहिँ सबैजना बाहिर जानुभएको रहेछ। हामीले चाहिँ खाजाहरू खाएर बसिसकेका छौँ। अघि चाहिँ सबैजना हुनुहुन्थ्यो, अहिले चाहिँ सबै बाहिर जानुभएको छ। अनि मैले चाहिँ भिडियो इन नै गरेको थिइनँ क्या। अनि अहिले चाहिँ इन गर्दैछु। अघि चार्ज नै थिएन क्या मेरो चाहिँ। अनि अहिले चाहिँ चार्ज भएर म चाहिँ फेरि भिडियो कन्टिन्यू गरेँ। अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो भनिदिनु होला। फर्स्ट हो, जस्तो आयो त्यस्तै गरेँ। अब फेरि म भोलि भ्लग हाल्छु। सो किप वाचिङ गाइज, बाई बाई।